एक त्यो समयको पर्खाइमा छु जब सब वाहनको चक्का पशुपति आर्यघाटको उत्तर ढोकामा गएर रोकिनेछ। तुरुन्तै एकोहोरो शङ्खाको धुन पशुपतिको कुना कुनामा गुन्जिनेछ। जब मेरा प्राणहीन शरीरको लागि दागबत्ती तयार हुनेछ तब मेरी आमाको काखको एक अंश चुडिनेछ। मेरा बाको जिम्मेवारीको कात्ता हल्का हुनेछ। मेरा प्राणहीन शरीर निशब्द दागबत्ती कुरिरहँदा मेरा भाइका आँखाले धेरै प्रश्न सोधिरहेका हुनेछ। जवाफ दिन नपाएर सायद मेरो आत्मा रुनेछ। बा, थाहा छ मलाई म तपाईको काँधको बोझ छैन। अनि आमा, मेरो मृत्यु तपाईको कल्पनीय सोच होइन। तर के गर्नु बा, म आफ्ना लागि आफै बोझ भए। आमा, तिम्रो कोख उजाड्ने नै मेरो सोच भए। एक दिन अवश्य जानै थियो म अगाडि गए, समय र परिस्थितिकै दोष भए। ती बन्द कोठाले मलाई खिस्साइरहन्थे अनि खोइ के को आत्मग्लानी हो मलाई गिज्याइरहन्थे। आमा, सपना थियो नि तिमीलाई हवाई जहाजमा उडेको हेर्ने, तर विडम्बना म आफै हावामा धुवाँ बने उडिरहेको हुनेछ। म जलिरहँदा कोही साँच्चै रुनेछन्, कोही देखाउन रुनेछन्। म 13 दिन पनि याद आउला नआउला कसैलाई, तर पनि मेरा आत्माले सधैँ क्षमा याचना गरिरहनेछन् सबैलाई।